साथीहरु सम्पूर्णमा नमस्कार। तपाईहरुको आजको भिडियोमा चाहिँ विशेष गरी निर्वाचन प्रहरी अथवा म्यादी प्रहरीको लागि तपाईहरुले चाहिँ यस भिडियोमा सम्पूर्ण जानकारी दिनेछु। तपाईहरुको लागि म्यादी प्रहरी यो निर्वाचन जुन चाहिँ फाल्गुन 21 गते हुने निर्वाचनको लागि म्यादी प्रहरी भर्ना सम्बन्धी चाहिँ तपाईहरुले चाहिँ भ्याकेन्सी अनाउन्स गरेको छ। तपाईहरुको म्यादी प्रहरी हुनको लागि तपाईहरुले चाहिँ के योग्यता चाहिन्छ, तपाईहरुले चाहिँ उमेर हद कति लाग्छ, त्यो सम्पूर्ण हामी यसमा चाहिँ बताउनेछौँ। तपाईहरुको लागि चाहिँ माग संख्या कति छ, दरखास्त दिने मिति अथवा तपाईहरुको लागि चाहिँ कहाँबाट फारम भर्ने, तपाईहरुको लागि चाहिँ सम्पूर्ण योग्यता अथवा तपाईहरुको बारेमा सम्पूर्ण यस भिडियोमा चाहिँ हामी तपाईलाई जानकारी दिनेछौँ। विशेष गरी म्यादी प्रहरी चाहिँ यसलाई चाहिँ निर्वाचन प्रहरी भनेर पनि भनिन्छ। तपाईहरुको लागि चाहिँ म्यादी प्रहरीलाई निर्वाचन प्रहरी। अब तपाईहरुको लागि यसको चाहिँ माग संख्या भनेको 1,33,980 जना चाहिँ खुलाएको छ। तपाईहरुको लागि चाहिँ यो नेपालभरि जुनसुकै जिल्लामा तपाईले चाहिँ फर्म भर्न सक्नुहुन्छ। तपाईहरुको लागि चाहिँ दरखास्त दिने अन्तिम मिति भनेको छ दरखास्त दिने तपाईहरुको लागि चाहिँ 2082 9 महिना 25 गतेदेखि तपाईहरुको चाहिँ 2082 10 महिना 1 गतेसम्म तपाईले चाहिँ दस्तुर तपाईले चाहिँ दरखास्त दिने मिति रहेको छ भने त्यसैगरी अब दरखास्त दिने तपाईहरुको बिहान 10 बजेदेखि साँझको 5 बजेसम्म चाहिँ सार्वजनिक बिदाको समय तपाईहरुले चाहिँ समेत दिन समेत मिल्नेछ। तपाईहरुको लागि चाहिँ टाइम रहनेछ, यो अफिस टाइम खुल्ला। त्यसैगरी अब दरखास्त फारम पाइने अथवा बुझाउने स्थानहरू भनेको छ तपाईहरुले चाहिँ दरखास्त फारम कहाँबाट पाउनुहुन्छ तपाईहरुले चाहिँ यसमा पनि दिएको छ। जिल्ला प्रहरी परिसर अथवा तपाईहरुले चाहिँ काठमाडौँ, भक्तपुर, ललितपुर र जिल्ला प्रहरी कार्यालय सबै जिल्लाका तपाईहरुले चाहिँ प्रहरी कार्यालयमा यो फर्म पाइन्छ। तपाईहरुले चाहिँ त्यहाँ फर्म पाएर त्यो फर्म भरेर त्यो त्यहीँ बुझाउनु पर्ने हुन्छ। तपाईहरुले चाहिँ त्यो फर्म कसरी भर्ने भनेर पनि म तपाईहरुलाई चाहिँ अर्को भिडियो सिकाउँछु। त्यसैगरी हामीलाई 5 मा दिएको छ निर्वाचन प्रहरी भर्ना हुन आवश्यक योग्यता र प्राथमिकता आधारहरू के हुन् त? कस्तो आवश्यकता चाहिन्छ र भर्ना हुनको लागि उमेर हद आवश्यकता के चाहिन्छ त्यो चाहिँ हामी सरस्वती भन्नेछौँ। त्यसैगरी यसको लागि चाहिँ विशेष गरी हामीले चाहिँ अब उमेर हदको कुरा गर्नुपर्दा विशेष गरी दरखास्त फारम दर्ता गर्दा तपाईहरुको लागि चाहिँ 18 वर्ष पुरा भएर कति त 54 वर्ष ननाएको हुनुपर्छ। तपाईहरुको लागि चाहिँ जुनसुकै व्यक्ति 54 वर्ष ननाएको छ भने तपाईहरुले चाहिँ फर्म भर्न सक्नुहुन्छ। यसमा चाहिँ तपाईहरुले चाहिँ आवश्यक योग्यता भनेको नम्बर 1 मा छ नेपाली नागरिक हुनुपर्ने छ तपाईहरुको लागि चाहिँ। त्यसैगरी साधारण लेखपढ गर्न जान्ने हुनुपर्छ। त्यसैगरी नैतिक पतन देखिने कुनै फौजदारी अभियोग अदालतबाट सजाय नपाएको हुनुपर्यो। तपाईहरुको चाहिँ यसमा शैक्षिक योग्यता केही पनि तोकेको छैन, साधारण लेखपढ गर्न जान्ने भइहाल्यो। त्यसैगरी भर्ना हुने समय कुनै राजनीतिक दलको सदस्य नरहेको हुनुपर्ने छ। तपाईले चाहिँ राजनीतिक दलको सदस्यता लिएको छ भने पनि तपाईले चाहिँ त्यसमा अयोग्य ठहरिनुहुनेछ। त्यसैगरी शारीरिक तथा मानसिक रूपले स्वस्थ रहेको हुनुपर्यो। अपंगता आतंककारी एवं विध्वंसात्मक संगठनको सदस्य नरहेको हुनुपर्यो। अथवा तपाईले चाहिँ पुरुषको हकमा चाहिँ घटीमा उचाइ 5 फिट र छातीको 31 नफुलाउँदा 31 फुलाउँदा 33 इन्च अथवा 2 इन्च बढ्नु पर्यो। तपाईले चाहिँ तौल चाहिँ न्यूनतम चाहिँ 50 केजी हुनु पर्यो तपाईँहरुको लागि चाहिँ। महिलाको हकमा चाहिँ उचाइ चाहिँ 4 फिट 10 इन्च रहेको छ भने तौलको हिसाबमा चाहिँ 42 केजी रहेको छ। अथवा तपाईले चाहिँ महिलाको हकमा गर्भवती नभएको अथवा नरहेको हुनुपर्ने छ। त्यसैगरी निर्वाचन छनौट प्राथमिकताका आधारहरू तपाईले चाहिँ अब निर्वाचन प्रहरी छनौटलाई कस्तो व्यक्तिलाई प्राथमिकता दिन्छ त? नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालको सेनाबाट निवृत्ति भरण वा उपदान प्राप्त सुरक्षाकर्मी वा पूर्व वनरक्षक भएको व्यक्तिलाई के भन्छ प्राथमिकतामा राख्दछ उहाँहरूलाई चाहिँ। त्यसैगरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल विक्रम 2081 माघ 1 गतेदेखि 2082 पौष मसान्तसम्म विभिन्न पद भर्नका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती वा स्वास्थ्य परीक्षण उत्तीर्ण भएको हकमा प्रवेश पत्र पेश गर्ने व्यक्तिहरूलाई चाहिँ के त सिधै प्राथमिकताको आधारमा जान्छ। जुन चाहिँ तपाईले चाहिँ नेपाल आर्मीको अथवा तपाईले चाहिँ नेपाल पुलिसको, नेपाल सशस्त्र प्रहरी बलको तपाईले चाहिँ अहिले जुन चाहिँ भ्याकेन्सी भरेर तपाईले चाहिँ फिजिकल गरेर तपाईले चाहिँ त्यो भर्ना आवेदन त्यो शारीरिक तन्दुरुस्ती पास गर्नुभएको छ अथवा स्वास्थ्य परीक्षण पास गर्नुभएको छ त्यो प्रवेश पत्र पेश गर्नुभयो भने पनि तपाईलाई चाहिँ प्राथमिकता दिइनेछ। त्यसैगरी
यसअघि सम्पन्न भएका प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहका निर्वाचनमा म्यादी प्रहरीको रूपमा भर्ना भई सन्तोषजनक काम गरेको व्यक्तिहरूलाई पनि के त प्राथमिकता दिइनेछ भनेको छ यसमा चाहिँ। त्यसैगरी विदेशी मित्र राष्ट्रका सुरक्षा निकाय काम गरी सेवानिवृत्ति भएको नेपाली नागरिकलाई पनि प्राथमिकता दिइनेछ। यो चाहिँ कस्तो कस्तो व्यक्तिलाई प्राथमिकता अथवा आधार मानिनेछ भनेर यहाँ चाहिँ भनेको छ। यस्तो व्यक्तिलाई तपाईँले चाहिँ सिधै के त भर्ना गरिनेछ नेपाल म्यादी प्रहरीमा। त्यसैगरी हामी चाहिँ अर्कोमा जान्छौँ। अब सम्पर्क मिति कहाँ सम्पर्क गर्ने त? अब सम्पर्क मिति कहाँ सम्पर्क कहाँ कहाँ हामीले चाहिँ सम्पर्क गर्न सक्छौँ यसको लागि चाहिँ। अब सम्पर्क मिति भनेको तपाईँहरूको लागि चाहिँ 2082 10 महिना 4 गते चाहिँ तपाईँको सम्पर्क मिति रहेको छ। यसमा चाहिँ 4 गते चाहिँ तपाईँले चाहिँ जहाँ फर्म बुझाउनु भएको हो त्यस कार्यालयमा जानुपर्ने हुन्छ। त्यसैगरी स्थान दरखास्त दर्ता गर्ने सम्बन्धी प्रहरी कार्यालयहरू मैले अघि नै भनिसकेँ। तपाईँले चाहिँ दरखास्त जहाँ फर्म भर्नु भएको थियो त्यहीँ त्यो कार्यालयमा नै ठिक बिहान 11 बजे चाहिँ तपाईँले त्यहाँ पुग्नुपर्ने हुन्छ। त्यसैगरी छनौट सम्बन्धी अन्य छनौट प्रारम्भ हुने मिति जुन चाहिँ 2082 10 महिना 5 गतेदेखि 10 महिना 9 गतेसम्म तपाईँले चाहिँ छनौट प्रक्रिया रहनेछ भने अब अन्तिम नतिजा तपाईँहरूको लागि चाहिँ 2082 10 महिना 12 गते चाहिँ तपाईँहरूको रिजल्ट आइसक्नेछ। त्यसैगरी परीक्षण तालिम सुरु हुने मिति भनेको छ अब तपाईँहरूको तालिम चाहिँ 10 महिना 15 गतेदेखि 24 गतेसम्म अथवा तपाईँले चाहिँ 9 दिन तालिम रहनेछ। यसको लागि चाहिँ 10 माघ 15 गतेदेखि माघ 24 गतेसम्म तपाईँहरूको तालिम रहनेछ। त्यसैगरी निर्वाचन प्रहरी कार्यावधि अब नियुक्ति पाएको तपाईँले चाहिँ मिलेको जम्मा 40 दिन वा नेपाल सरकार तोके बमोजिम हुनेछ। तपाईँले चाहिँ 40 दिन लगभग 40 दिन चाहिँ तपाईँले चाहिँ त्यसमा सेवा गर्न पाउने अवसर पाउनुहुनेछ। त्यसैगरी खमा रहेको छ नेपाल सरकारले निर्वाचन अवधि आधारमा निर्वाचन प्रहरीको कार्यावधि हेरफेर गरेमा सोही बमोजिम हुनेछ भनेर सोधेको छ भनेको छ यसमा चाहिँ। त्यसैगरी अन्य अब निर्वाचन प्रहरीले सेवा सुविधा शर्त भनेको छ तपाईँले चाहिँ जुन चाहिँ नेपाल प्रहरीको अथवा जवान सम्बन्धीकै तपाईँले चाहिँ सेवा सुविधा पाउनुहुनेछ। तपाईँले चाहिँ निर्वाचन प्रहरी सेवा सुविधा शर्तहरू भनेको छ अब निर्वाचन प्रहरी नेपाल प्रहरी जवान सुरु तलबको स्केल सरह प्रतिनिधि प्रतिदिन प्रति निर्वाचन प्रहरीले 869 र 40 69देखि 40 869 रुपियाँ 40 पैसा तपाईँले चाहिँ के त पाउनुहुनेछ दिनको। त्यसैगरी दरले दिनसम्मको लागि जुन चाहिँ 34,776 34,776 रकम तपाईँले चाहिँ उपलब्ध गराइनेछ। त्यसैगरी निर्वाचन प्रहरीलाई सम्बन्धित जिल्लाको नेपाल प्रहरीले पाए सरहको दर रेट अनुसार प्रति निर्वाचित 40 दिनको लागि खाद्यान्न बापत रकम निजको ब्याङ्क खातामा उपलब्ध गराइनेछ। तपाईँले चाहिँ 40 दिन 34,776 तपाईँहरूको चाहिँ तलब भयो। तपाईँहरूको चाहिँ यसमा चाहिँ रासन अथवा तपाईँले चाहिँ खाद्यान्न बापतको निजको तपाईँहरूको खाद्यान्न को लागि पनि तपाईँले चाहिँ रासन भत्ता पनि दिन्छ। तपाईँहरूको ब्याङ्कमा एकाउन्टमा चाहिँ हालिदिन्छ। निर्वाचन क्रममा खटिने निर्वाचन प्रहरीलाई खटिएको ठाउँमा आउने र जाने तयारी स्वरूप प्रति निर्वाचन प्रहरी एक पटकको लागि एकमुष्ट रु 846 मात्र दरले खर्च उपलब्ध गराइनेछ भनेको छ। प्रतिदिन तपाईँहरूको लागि निर्वाचन प्रहरीलाई रु 300 को दरले 4 दिनको लागि एकमुष्ट 1200 चाहिँ तपाईँले चाहिँ खाजा खर्च दिइनेछ। त्यसैगरी नेपाल प्रहरीको प्रधान कार्यालयबाट तोकिएको बमोजिम दर रेटको आधारमा पोसाक बाबतको रकम उपलब्ध गराइनेछ। त्यसैगरी निर्वाचन प्रहरीको उपलब्ध गराइने सेवा सुविधा बाबतको रकम तपाईँले चाहिँ व्यक्तिगत ब्याङ्क खातामा गराइनेछ। कर्तव्य पालना सिलसिलामा निर्वाचन प्रहरी घाइते वा निज स्वयंले वा मृत्यु भएको खण्डमा निजको नजिकको हकदारे नेपाल सरकारबाट तोकिएको बमोजिमको क्षतिपूर्ति प्राप्त गर्न सक्नेछ भनेको छ। तपाईँले चाहिँ अन्य नियमहरू यसमा चाहिँ पढ्न सक्नुहुनेछ। तपाईँहरू चाहिँ यदि म्यादी प्रहरी तपाईँले चाहिँ हुन सक्नुहुन्छ। यदि तपाईँको म्यादी प्रहरी हुने इच्छा छ, तपाईँले चाहिँ चाहना छ भने तपाईँले चाहिँ हुन सक्नुहुन्छ। यदि तपाईँले चाहिँ 40 दिन नेपाल पुलिसको जवान सरह तपाईँले चाहिँ काम गर्न सक्नुहुन्छ त्यसमा चाहिँ तपाईँहरूले चाहिँ